Hello everyone, good morning. एकदमै चर्को घाम गरेको छ आज सोचा चाउमिन या यस्तो गर्मीमा मैले बनाए त्यो पनि 2 PM. Hello everyone, good morning, welcome back to my channel. It's me Smriti Chaudhary and I hope doing our guys great and safe at your place. तपाईहरुले टाइटल हेरेर आइडिया भइसकेको होला टाइटल हेरेर अनि यहाँ थाहै छ मेरो बाबा आउनु भएको छ अनि 2 महिना भयो 2 महिना छुट्टी लिएर आउनु भएको थियो अनि 2 महिना चाहिँ कतै छिटो बित्यो हैन थाहा पनि छैन अनि बाबा चाहिँ जानुहुन्छ अब 2-3 दिनपछि अनि यहाँ हामी के लग्नुहुन्छ बाबाले त्यहाँ दिदी पनि हुनुहुन्छ नि त अनि दिदीले भन्नुभएको थियो ल्याइदिन अचारहरू आँपको अचार के हुन्छ नि उता चाहिँ महँगो पर्छ क्या धेरै 2 PM यस्तो करेन्ट चाउचाउ हैन अनि कुनै पनि चाउचाउ भनौँ न नुडल्सहरू एकदमै महँगो हुन्छ भनेर बाबा आउनु नै भएको छ अनि हामीले कि पठाइदिन्छु बाबाबाट सामान अनि यहाँ के लग्ने अनि त्यही हामी प्याकिङ स्याकिङ गर्दैछौँ बस अनि मैले चाहिँ खानासाना पकाइसकेँ त्यही छ अनि 2-3 देखि यति गर्मी गर्छ नि यस्तो गर्मी गर्छ त मान्छे मर्छ गर्मीले अनि यहाँ त्यही छ अनि तपाईहरुले एकदमै चर्को घाम गरेको छ आज यस्तो आफ्नो बरारको अचार अनि एकदमै घाम गरेको छ चर्को घाम लाग्छ नि मतलब बाहिर निस्किनु हुन्छ भने नि पाकिहाल्नुहुन्छ त्यस अन्डा पाकिहाल्छ घाममा त्यस्तो भइरहेको छ त्यस्तो गर्मी भइरहेको छ आज यस्तो चर्को घाम अनि यहाँ तपाईहरुले यो भिडियो एकदमै साथ सपोर्टले हेर्दिनु अनि मेरो च्यानलमा छिटो त्यो सब्स्क्राइब बढाइदिनु ओले चाहिँ आज चाहिँ ओभर गर्मी गरेको छ ओभर गर्मी हेर्न सक्नुहुन्छ पसिना एन्ड या यस्तो गर्मीमा मैले बनाए पास्ता त्यो पनि एकदमै सिम्पल धेरै त्यो न प्याज स्याज नहालिकन थोरै मैले प्याज स्याज हालेँ अनि धेरै थोक हाल्नु भने सस तस हालेन सस छैन नि त मेरो घरमा यहाँ बट पुग्छ यतिको ल गर्नु प्लिज गाइज आज यति धेरै किन यति गर्मीहरू बसेर यस्तो गर्मी गरेको छ पुरा क्रेजी वाला गर्मी गरेको छ त्यही भएर इन्जोय गर्छु म आफ्नो पास्ता ल एभ्रीवान दिस इज नेक्स्ट डे अनि अहिले चाहिँ म जाँदैछु दोकान त्यो पनि ओ पैसालाई हेर्नुहोस् मैले दिदीलाई यति किनेको त्यो पनि 2 PM हेरेर त्यो कति खुसी होला यो त्यता चाहिँ पाउँछ बट एकदमै महँगो क्या उता एकदमै महँगो अनि नेपाली पसलमा जानुपर्छ भन्छ अनि त्यही भएर बाबा आउनु भएको छ अनि भन्दै थियो पठाइदिन अनि यो चाहिँ मेरै पैसा हो है यो मेरै पैसाबाट यति मैले 2वटा प्याकेट यसमा 5वटा हुन्छ 5वटा त्यही भएर अनि उता चाहिँ बाबाले प्याकिङ गर्नु हुँदैछ पर्सि जानुहुन्छ अनि म चाहिँ एउटा भिडियोलाई 5 दिन बनाउँछु क्या हो त्यो पनि जोडेर अनि 4-5 दिन यस्तो घाम यस्तो गर्मी दिनको मन गर्दैन राम्रै अहिले चाहिँ पुरा झाट पानी आएको छ पुरा झाटवाला पानी आउँदैछ पानी परिरहेछ गाइस यस्तो चाउमिन खाँदैछौँ चाउमिन
आमा हाम्रो बाबा जानको टाइम भइसकेको छ। अब हामी झोला बोकेर बाहिर निस्केका छौँ। फाइनली बाबा जानुभयो अनि म चाहिँ स्कुलबाट भर्खर आएँ। एकछिन भयो अनि बाबा चाहिँ रेडी हुनुहुँदै थियो अनि हामीले बाबालाई दही खुवाएको शुभ मानिन्छ नि त,